मेरो त्यो उपद्रिया साथी चाहिँ असाध्यै कन्जुस, पहिलेदेखि कन्जुस क्या। विशेष गरी केमा कन्जुस भने यो कुकुर बिरालो भनौँ न पेट एनिमल चाहिँ पाल्नु हुँदैन, त्यो फोकटिया खर्च हो। त्यो गर्ने खर्चले चाहिँ बरु चाहिँ बाख्रा पाल्ने, पाठाहरू हुर्किन्छ, बरु 2000 भए पनि सेयरमा लगानी गर्ने, यस्तो खालको क्या। ब्याङ्कमा 1000 भए पनि जम्मा गर्ने, यस्तो खालको विचार थियो उसको चाहिँ। अनि अरू नचाहिने कुरा खर्च गर्ने एकदमै कन्जुसाइ गर्थ्यो। तर त्यसैलाई चाहिँ कस्तो चाहिँ श्रीमती पर्यो भन्दाखेरि चाहिँ त्यो कुकुर भनेपछि हुरुक्कै हुने। हेर्नुहोस्, कुकुर देख्यो कि किनेर ल्याइहाल्ने। फर्स्टमा चाहिँ तिनीले 60,000 तिरेर एउटा कुकुर लिएर आइन्, ठुलो यत्रो बडे मानको 2 किलो त एक सागमै मासु खान्थ्यो होला। त्यो कुकुर 1 महिना जति पछि त्यो विषादी हालेको बिस्कुट खाएर मर्यो। त्यो मुसा मार्नलाई विषादी हालेर दिन्छन् नि, त्यस्तो के खाएर मर्यो। फेरि 1 महिना जति पछि अर्को कुकुर ल्याइन्। अब त्यो कुकुर पनि फेरि त्यस्तै बिस्कुट खाएर मर्यो। अनि तेस्रो कुकुर ल्याइन्। तेस्रो कुकुरलाई चाहिँ एकदम जतन गरेर त्यो बिस्कुट भएकोतिर जान नदिने, धेरै छाडा नछोड्ने, प्रायः जसो घरमै बान्ने गरेर गर्दै थिए। आफ्नै घरको 5 तला माथिबाट खसेर त्यो कुकुर पनि मर्यो। मलाई चाहिँ त्यो तेस्रो कुकुरको धेरै माया लागेछ। त्यो 5 तला माथिबाट खसेर मर्नु पर्दैन थियो नि त, त्यो बिस्कुट खान माने भाइ।